हेलो के गर्दैछस् भाइ मोहन? केही नै यार, यहाँ माओवादीको खुर्पाले काङ्ग्रेसको रुख डाल्दैछु। अनि त के गर्दैछस् नि? म पनि एमालेको सुरीमा बसेर घाम तापेर रोटी खाइरहेको छु। ए अनि एकचोटि भोट चाहिँ केसमा हाल्ने भएछ त भाइ? त मन्दिर गएर के बताउँछस्? घन्टी? हो, त्यही घन्टीमा हाल्छु भोटमा। अनि त चाहिँ केसमा हाल्छस् नि? त चाहिँ अहिले केसमा बसिरहेछस्? माटोमा? हो भाइ, म पनि त्यही माटोमा हाल्छु। जसले जे भने पनि एकचोटि जित्ने भनेको माटोले नै हो भाइ यार। त्यही भएर तेरो भोट खेलाएर नफाल, त पनि माटोमा भोट हाल। त्यो त फागुन 21 गते देखिहालिन्छ नि कसले जित्छ कसले हार्छ।